हेलो साथीहरू नमस्ते। आज पनि तपाईँमाझ मैले एउटा सानो टिप्स लिएर आइरहेको छु साथीहरू। डेली आउने गरिरहेको छु। आज पनि एउटा सानो टिप्स लिएर आइरहेको छु। त्यो टिप्स चाहिँ मैले जुन जापानमा चाहिँ मम्मी ड्याडीहरू हुनुहुन्छ, उहाँहरू चाहिँ बच्चाहरू नेपालतिर हुनुहुन्छ भने उहाँहरूले चाहिँ के भन्नुहुन्छ भने उहाँका अभिभावकहरूले चाहिँ के सोधिराख्ने हुन्छ भने मलाई चाहिँ उहाँको जिज्ञासा चाहिँ के हुन्छ भने जुन नेपालबाट बच्चाहरूलाई चाहिँ जापानमा ल्याउँदा ठिक कि बेठिक भनेर भन्नुहुन्छ, राम्रो हुन्छ कि हुँदैन, जापानमै पढाउँदा राम्रो हुन्छ कि हुँदैन भन्ने सोचाइ सबैको हुन्छ। र त्यही भएर त्यो सम्बन्धी मेरो विचारमा चाहिँ म भन्न चाहन्छु कि अब जापानमा के हुन्छ भनेपछि जापानमा चाहिँ अब हामीले जापानको लागि प्रोसेस गर्छौँ र जापानमा प्रोसेस गरिसकेपछि सिओई आएपछि अनि भिजा एम्बेसीमा भिजा एप्लाई गरेर हामीले ल्याउनु पर्ने हुन्छ। र हामीले ल्याएपछि हामी जापानमा चाहिँ अब यहीँ पढाउने कि नेपालतिर पठाउने, यहाँको पढाइ कस्तो छ के छ यहाँ भन्ने सोचाइ हुन्छ। र यहाँको पढाइ चाहिँ जापानको पढाइ चाहिँ जापानिज भाषा मात्रै हो, जापानिज भाषा मात्रै हुन्छ। इङ्ग्लिस पनि त्यति बोल्दैनन्, हल्का फुल्का कुनै अब बिचमा बोल्छन्। प्रायः जस्तो यही जापानिज भाषा नै हो यहाँ युज हुने चाहिँ। त्यही भएर तपाईँहरूले के गर्दा ठिक हुन्छ भनेपछि जापानमा लिएर अब घुमाएर नेपालमा यतातिर घुमाएर नेपालमा पठाउँदा पनि हुन्छ। किनकि अब यहाँको भिजा लाग्यो भने एकचोटि भिजा लाग्यो भनेपछि आउने जाने भइरहेको छ। र हजुरहरूले त्यति मात्रै नभएर यहीँ नै आफूसँगै बसाल्ने भन्ने सोचिराख्नु भएको छ भनेपछि त्यो पनि गर्न सक्नुहुन्छ कि तपाईँले चाहिँ यहाँ चाहिँ अब हामीहरूले चाहिँ गएको हाल्नुपर्ने हुन्छ। गएको भनेको चाहिँ यहाँ चाहिँ स्कुलमा हाल्नुपर्ने हुन्छ। हामीले चाहिँ बच्चाहरूलाई स्कुलमा हामीले हालिसकेपछि चाहिँ यहाँको चाहिँ विभिन्न किसिमका अब ड्रेसदेखि लिएर ब्यागहरूदेखि लिएर कलर सलरदेखि लिएर हरेक कुराहरू किन्नु पर्ने हुन्छ। र तपाईँको उमेर अनुसार हाल्ने गर्दछ। यहाँ चाहिँ पास फेल भन्ने हुँदैन, यहाँ चाहिँ उमेर अनुसार गएको हाल्ने गर्दछ। र उमेर चाहिँ लगभग नेपालको हामी भन्छौँ नि प्राथमिक विद्यालय हाल्नको लागि जस्तै एक क्लासमा हाल्नको लागि चाहिँ यहाँ चाहिँ 7 वर्षदेखि माथितिरकोलाई चाहिँ 7 वर्षकोलाई चाहिँ एक क्लासमा हाल्छ यहाँको। अनि त्यही उमेरका अनुसार बढाउँदै जान्छ। जस्तै 8 वर्षकोलाई 2 क्लासमा इचिन्यान्से र निन्यान्से भन्छ। अब त्यही भएर चाहिँ उमेरको आधारमा चाहिँ यहाँको बच्चाहरूलाई चाहिँ स्कुल हाल्ने गर्दछ। र अब जस्तै नेपालबाट तपाईँले 8 वर्षको ल्याउनु भयो भनेपछि सान्यान्सेमा हुन्छ, 9 वर्षको ल्याउने भनेपछि योन्यान्से भनेको 4 क्लासमा हुन्छ। त्यस्तै गराएर चाहिँ अगाडि अब जस्तै जति उमेर बढी भयो त्यही उमेर अनुसार हाल्छ। र यहाँ चाहिँ हामी बच्चाहरू चाहिँ पास हो, फेल भन्ने हुँदैन। जुन क्लासमा गए पनि पासै हो, फेल बनाउँदैन। हाम्रो चाहिँ अब जस्तै अब लास्ट इक्जाममा चाहिँ अब ठुलो इक्जाममा चाहिँ फेल पास हुन्छ नि त, त्यस्तै यहाँ चाहिँ हुँदैन है साथीहरू। यहाँ चाहिँ पास हो, उमेर अनुसार क्लास बढ्ने हो र अनि फेल भन्ने हुँदैन, सधैँ पास हो। त्यस्तो छ यहाँको नियम। र अब हजुरहरूले सोच्नुहुन्छ कि अब बच्चाहरू जापानमा पढेपछि अब अभिभावकको भिजा चाहिँ अब भिजा नदियो भने यहाँको सरकारले यहाँ अहिले किपिसी टाइट गरिरहेछ, नदियो भनेपछि अब घरतिर
जानु परेपछि पढाइ चाहिँ यता न उता हुन्छ भन्ने सोचाइ पनि छ। अब त्यो भनेको अब भाग्यमा जे लेख्यो त्यही हुने हो साथीहरू। र अनि यहाँ चाहिँ अब 1 देखि 5 क्लाससम्म प्राथमिक अब स्योगाको भन्छ र स्योगाको भन्छ 1 देखि 5 क्लाससम्मकोलाई। स्योगाको भनेको अब 1 देखि 5 सम्म भइहाल्यो। अनि चाहिँ निम्न माध्यमिक विद्यालय भन्छ नि, जस्तै अब नेपालमा चाहिँ 6 देखि 8 सम्मकोलाई। अब त्यो चिउगाको पनि चिउगाको भन्छ यहाँ जापानिजमा, चिउगाको पनि पढाउन सक्नुहुन्छ। र अनि को भन्छ चाहिँ अब 12 क्लाससम्म पढ्नलाई। अब तपाईँहरूलाई चाहिँ 12 सम्म पढ्नलाई चाहिँ पैसा लाग्दैन है साथीहरू। जापानमा चाहिँ पढ्नलाई चाहिँ पैसा लाग्दैन। तपाईँहरूकोले चाहिँ यहाँ भनेको ड्रेसहरू किन्ने हो, ड्रेसहरू अनि पढ्न लेख्नको लागि कपीहरू किन्ने हो। बुकहरू पनि किन्नु पर्दैन, यहीँ दिन्छ स्कुलले। अनि तपाईँको लगभग खाना टिफिन खानुपर्ने हुन्छ। र यहाँ चाहिँ त्यो अब आफै लग्छु भनेपछि अब गएकोमा चाहिँ पैसा लाग्दैन। अब गएकोमा नै खान्छु भनेपछि हजुरहरूलाई पैसा लाग्ने गर्छ। त्यति लाग्दैन, लगभग 5-6 हजारमा भइहाल्छ। त्यति लाग्दैन, 5-6 हजारमा लगभग हुन्छ साथीहरू। यहाँ चाहिँ पढाउँछु भन्ने सोच्नु भएको छ भनेपछि त्यही हो साथीहरू आजको कुराकानी। हजुरलाई यो भ्लग मार्फत चाहिँ हल्का सानो हेल्प होस् भनेर जापानमा ल्याउनुहोस्, बस्नुहोस्, मजासँग इन्जोय गर्नुहोस्, आफ्नो बच्चा बच्चीलाई आफैसँग हुर्काउनुहोस्। र अनि जापानमा पढ्नु छ भनेपछि यहाँ चाहिँ पैसा लाग्दैन पढ्नलाई साथीहरू, फ्रीमा हो। अब प्राथमिक अब निम्न माध्यमिक अब माध्यमिकसम्म चाहिँ पैसा लाग्दैन साथीहरू, फ्रीमै हो पढ्ने। लगभग 18 वर्षसम्म यहाँ चाहिँ पैसा लाग्दैन। अनि मजासँग पढ्ने हो, फेल भन्ने हुँदैन, पासै पास हो साथीहरू। त्यही हो साथीहरू आजको तपाईँहरूलाई एउटा सानो हेल्प होस् भनेर चाहिँ मैले यो टिप्स लिएर आएको हो। यो बच्चाहरूलाई जापानमा लिएर जापानमै पढाउने राम्रो कि नेपालमा पढाउने राम्रो भनेर भनिराख्नु भएको थियो। सबैजना साथीहरूले सोधिराख्नु भएको थियो, त्यही भएर यो टिप्स लिएर आएको हो आज मैले चाहिँ। अब स्पष्ट हुनुभयो कि भएन साथीहरू? अब अरू बारेमा पनि सोध्नु छ भनेपछि कमेन्ट गर्नुहोला र मेरो युट्युब भ्लगलाई लाइक सब्सक्राइब पनि गरिदिनु होला। म यस्तै भिडियोहरू तपाईँमाझ सधैँ ल्याएर आउने प्रयास गर्नेछु र ल्याउने छु भन्दै साथीहरू केही नबुझेको कुराहरू छ भनेपछि मेरो मेसेन्जर पनि गर्न सक्नुहुन्छ। र कविराम थापा छ फेसबुक आइडी, त्यसमा पनि गएर एड पनि गर्न सक्नुहुन्छ भन्दै आजको लागि बिदा चाहन्छु साथीहरू। फेरि पनि आउने प्रयास गर्नेछु, आउनेछु नै भन्दै बिदा चाहन्छु। ओके, बाई बाई साथीहरू, गाइजहरू।